पोखरामा कोठी होमको भूमिपूजन गर्ने क्रममा झडप। पोखरा महानगरपालिकाले कोठी होमको भूमिपूजन रोक्न खोज्दा झडप भएको छ। मानव सेवा फाउन्डेसन नेपालले पोखराको लेक साइडमा कोठी होम सञ्चालन गर्न खोजेपछि महानगरपालिकाले अनुमति नदिएको भन्दै रोक्न खोज्दा तनाव सिर्जना भएको हो। शुक्रबार बिना अनुमतिमा भूमिपूजन गर्न खोजिएको भन्दै महानगरपालिकाले हस्तक्षेप गर्दा कोठी होम सञ्चालक र महानगर प्रहरी बीच झडप भएको जिल्ला प्रहरी कार्यालय काशीका डीएसपी वसन्त कुमार शर्माले जानकारी दिए। उनले भने कोठी होम सञ्चालन गर्न नगरपालिकाले अनुमति नदिएपछि विवाद भयो, जसका कारण नगर प्रहरीसँग झडप भयो। नेपाल ट्रस्टले कोठी होमका लागि उपलब्ध गराएको भनिएको सो जग्गा पोखराको अत्यन्तै व्यस्त लेक साइड क्षेत्र, फेवातालको किनार तथा विश्व रामसार सूचीमा सूचीकृत क्षेत्रभित्र पर्ने भएकाले महानगरपालिकाले त्यसले पर्यटकीय गतिविधिमा असर पर्ने बताउँदै अनुमति नदिएको हो। यसअघि महानगरपालिकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कोठी होम सञ्चालनको अनुमति रद्द गर्न नेपाल ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको थियो। तर अनुमति नहुँदा पनि भूमिपूजन गर्न खोजिएपछि शुक्रबार झडपको अवस्था सिर्जना भएको हो। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिएर दुवै पक्षलाई वार्ताका लागि आह्वान गरेको छ।